यरबन्धुरी सो 안녕하세요 여러분들 सो आजको भिडियोमा रहेर चाहिँ हजुरलाई जुन 49 लेसनमा रहेको र यहाँ चाहिँ ख्वाङमुल छावन अनि खेवाल सेङसान है त यो चाहिँ खनिज स्रोतहरुको वृद्धि र उत्पादन अथवा विकास र उत्पादन ख्वाङमुल छावन खेवाल सेङसान है त आजको यो भिडियोमा रहेर जति पनि 49 लेसनमा रहेका सम्पूर्ण मिनिङको बारेमा चाहिँ बुझ्ने कोसिस गर्नेछौं सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र यो भन्दा अगाडि 1 to 48 सम्मको मैले सम्पूर्ण मिनिङहरु च्याप्टर वाइज मिनिङहरु अलरेडी पोस्ट गरिसकेको छु हजुरले चाहिँ च्यानल भिजिट गर्न सक्नुहुन्छ र फर्स्ट अफ अल चाहिँ हजुरले यो सबै कुराहरु बुझ्नु होला त्यसपछि चाहिँ च्यानल भिजिट गर्न सक्नुहुन्छ है त हजुरले फेरि अरु भिडियोहरु पनि हेर्नु होला है ओके पहिला चाहिँ अब यो बिना टाइम वेस्ट भिडियोलाई स्टार्ट गरिहालौं है त र फर्स्टमा रहेको छ खाङग्यक भनेको चाहिँ अन्तराल अथवा समयको दूरीलाई चाहिँ खाङग्यक भनेर भनिन्छ है त अनि खाङग्यगी सेंगिदा भनेको चाहिँ उत्पन्न हुनु देखा पर्नु हो अनि खाङग्यगी सेंगिदा भन्यो भने चाहिँ नयाँ दूरी वा अन्तराल उत्पन्न हुनु हैन समयको दूरी चाहिँ के हुनु उत्पन्न हुनु भन्न खोजेको है त अनि खामजन सागो करेन्ट लागेर हुने दुर्घटनालाई चाहिँ के भनिन्छ खामजन है खामजन सागो भनेको दुर्घटना हो खामजन भनेको करेन्ट हो सो खामजन सागो करेन्ट लागेर हुने दुर्घटना अनि खेवाल सेङसान खेवाल भनेको विकास सेङसान भनेको उत्पादन भइहाल्यो खेवाल विकास सेङसान भनेको उत्पादन अनि खेङ्गु भनेको चाहिँ खानीको प्रवेशद्वार है त खेङ्गु भनेको चाहिँ खानीको प्रवेशद्वार अनि ख्याङदो भन्यो भने चाहिँ खनिज उत्खननको लागि जुन बनाइएको सुरुङ हुन्छ खनिज पाइने सुरुङ भन्ने भइहाल्यो ख्याङदो भनेको खनिज पाइने सुरुङ है अब ख्याङदो सिसल सेवा सुविधा हो सिसल भन्नेबित्तिकै सेवा सुविधा हुन्छ ख्याङदो भनेको चाहिँ खनिजको सुरुङ हैन ख्याङदो सिसल है अनि ख्याङए अथवा ख्याङी इप्कु अथवा ख्याङे इप्कु भन्यो भने खानीको प्रवेशद्वार है त खानीको प्रवेशद्वार अनि खोजङ सिकिदा भनेको ठीक गर्नु अथवा स्थिर गर्नु ओके खोजङ सिकिदा भनेको चाहिँ स्थिर गर्नु अथवा ठीक गर्नु भन्ने अर्थ लाग्छ खोजङ सिकिदा है त त्यसपछि अर्को छ ख्वाङमुल छावन भनेको जुन खनिज पदार्थ हुन्छ अथवा खनिजको स्रोत हुन्छ त्यसलाई चाहिँ के भनिन्छ ख्वाङमुल छावन अनि ख्वाङबु भनेको खानीमा काम गर्ने श्रमिक हुन्छ त्यसलाई चाहिँ ख्वाङबु भनेर भनिन्छ है त ख्वाङबु अनि ख्वाङछा भनेको त्यो खनिज पदार्थ ल्याउनका लागि चाहिने गाडी है त खनिज पदार्थ ल्याउनका लागि चाहिने गाडी ख्वाङछा अनि त्यसपछि खुरिसन भनेको तामाको तार भइहाल्यो खुरिसन तामाको तार अनि अर्को छ ख्वान्याङ्गी भनेको जुन खन्नी काममा प्रयोग हुने एउटा मेकानिकल लिफ्ट हो त्यसलाई चाहिँ के भनिन्छ ख्वान्याङ्गी है त अनि खाल्को मादा भनेको एकदमै सफा हुनु मिलेको हुनु हैन खाल्को मादा अनि काल्दा भनेको बिछ्याउनु है त अब यसमा चाहिँ के कुत पनि हुन्छ है सफा हुनुलाई चाहिँ के कुत पनि भनिन्छ हैन अनि काल्दा भनेको चाहिँ बिछ्याउनु भइहाल्यो अनि कुत भनेको अन्तिम फुबुन भनेको भाग है त कुत फुबुन भनेको चाहिँ अन्तिम भाग अथवा अन्तिम पार्ट अनि त्यसपछि अर्को छ दङ्गरी भन्यो भने चाहिँ टुक्रा अथवा कुनै सानो टुक्रा अथवा ठुलो टुक्रा यसलाई चाहिँ छोगाक पनि भनिन्छ छोगाक भनेको पनि टुक्रा है छोगाक भनेको पनि टुक्रा दङ्गरी भन्यो भने चाहिँ सानो टुक्रा अथवा ठुलो टुक्रा भनिन्छ है त अनि थोल भनेको ढुङ्गा भइहाल्यो हैन तर अब यस्तो थोल आयो भने चाहिँ यो पहिलो जन्मदिन बच्चाको चाहिँ पहिलो जन्मदिन भनिन्छ यो थोललाई चाहिँ थोल नै हो र त्यसपछि अर्को छ थोरुल खोल्ला भनेको छान्नु हो हैन खोल्ला नेदा भनेको छान्नु थोरुल भनेको ढुङ्गा थोल भनेको ढुङ्गा थोरुल खोल्ला नेदा ढुङ्गा छान्नु भइहाल्यो अनि थोङ्गिरादा भनेको उस्तै हुनु अथवा समान हुनु थोङ्गिरादा है त समान हुनु उस्तै हुनु त्यसपछि अर्को छ रेरुल काल्दा भनेको रेलको जुन लिग हुन्छ त्यसलाई बिछ्याउनुलाई चाहिँ रेरुल काल्दा भन्नेबित्तिकै बिछ्याउनु हैन अनि रेरुल सोनफोदा भन्यो भने चाहिँ रेलको लिग मर्मत गर्नु अथवा मिलाउनु रेरुल सोनफोदा रेल लिग मर्मत गर्नु अथवा मिलाउनु अनि लोङनोजु फुल्लाइया भन्यो भने चाहिँ लामो के त टुप्पो भएको प्लायर है त लामो टुप्पो भएको प्लायरलाई चाहिँ लोङनोजु फुल्लाइया भनिन्छ अनि माजिमाग भनेको अन्तिम हो छाङसो भनेको स्थान हो हैन अब यसलाई खोत पनि भनिन्छ अनि खोङगान पनि भनिन्छ है त खोङगान भनेको पनि ठाउँ हो सो त्यसपछि अर्को छ माक्चाङ अनि छेख्वाङजाङ भन्यो भने खानीको तल अथवा खनन क्षेत्र भयो अनि माक्चाङे छिजु भन्यो भने खानीको अन्तिम भागको सपोर्ट हैन सहारा माक्चाङे
छिजु खानीको अन्तिम भागको सपोर्ट सहारा मञ्ज मञ्ज भनेको पहिले अथवा सुरुमा भन्ने भइहाल्यो मञ्ज अनि मोसीको हुँदा भनेको सम्मानपूर्वक कसैलाई लिएर आउनु अथवा ल्याउनुलाई चाहिँ के भनिन्छ मोसीको हुँदा है त मोसीको हुँदा मुक्ता भनेको चाहिँ बाँध्नु भइहाल्यो हैन मुक्ता भनेको बाँध्नु भइहाल्यो तर यसमा सिंगल मुक्ता आयो भने चाहिँ रहनु बास बस्नु भन्ने अर्थ लाग्छ है त सिंगल मुक्ता आयो भने बास बस्नु भन्ने अर्थ लाग्छ र त्यसपछि अर्को छ फा उइ ए खुमङ्गल तुल्था ढुङ्गामा पुवाल पार्नु है त ढुङ्गामा पुवाल पार्नुलाई चाहिँ फा उइ ए खुमङ्गल तुल्था है अनि फाल्फा आधा फोफा खाँदा विस्फोट गर्नु है त फाल्फा आधा अनि फोफा खाँदा भनेको विस्फोट गर्नु फाल्फा आधा र फोफा खाँदा है त अनि फोकपाल भनेको नि विस्फोटन है फोकपाल भनेको पनि विस्फोटन हो सो त्यसपछि अर्को छ फर्यागुल खोल्ला नेदा भनेको जुन मिश्रित अशुद्ध वस्तु हुन्छ त्यसलाई चाहिँ छानेर निकाल्नुलाई चाहिँ के भनिन्छ फर्यागुल खोल्ला नेदा है अनि फर्यागी मान्था भनेको मिश्रित अशुद्ध वस्तुहरू चाहिँ धेरै हुनु त्यसपछि अर्को छ फुजङ जगिन ख्यालगुवा नकारात्मक परिमाण ख्यालगुवा भनेको नतिजा हो अनि फुजङ भन्ने बित्तिकै नकारात्मक बुझिन्छ फुजङ जगिन ख्यालगुवा भन्यो भने नकारात्मक परिमाण भइहाल्यो अथवा परिणाम भयो अनि फुलसुनमूल भनेको मिस्कट वस्तु जहाँ चाहिँ मिश्रित गरिएको अशुद्ध नभएको है त फुलसुनमूल है अनि सागेङ भन्यो भने चाहिँ खानीबाट जुन छड्के निष्कासन द्वार हुन्छ त्यसलाई चाहिँ सागेङ भनिन्छ सागेङ अनि सक्थान भनेको कोइला है त सक्थान भनेको चाहिँ कोइला भइहाल्यो सक्थान दङ्गरी त्यो कोइलाको टुक्रा हुन्छ त्यसलाई चाहिँ के भनिन्छ सक्थान दङ्गरी ओके सक्थान दङ्गरी भनेको कोइलाको टुक्रा सक्थानुल फुसुदा भनेको चाहिँ कोइला फुटाउनु अथवा कोइला तोड्नु सक्थानुल फुसुदा अनि सक्थानुल फुसुदा अथवा केदा भनेको चाहिँ जुन फुटाउनु नै हुन्छ हैन सानो पिस बनाउनु त्यसपछि अर्को छ सक्थानुल फ्याओल्लिदा भनेको कोइला उठाउनु है त सक्थानुल फ्याओल्लिदा अथवा कोइला उठाउनु भन्ने बुझिन्छ त्यसपछि अर्को छ सखोइसक भनेको चुनाको ढुङ्गा है चुन ढुङ्गा भनिन्छ हामीले त्यसलाई चाहिँ के भनिन्छ सखोइसक भनेको चुन ढुङ्गा भइहाल्यो अनि सनथान्जाङ भनेको कोइला लोडिङ गर्ने ठाउँ सनथान्जाङ है त अनि सोनबारी छालमा जायो भनेको कामको तालमेल राम्रो छ त कामको तालमेल मिल्छ त भन्ने कुरा हो सुगेङ भनेको ठाडो निष्कासनद्वार भइहाल्यो खानीबाट ठाडो निष्कासनद्वार अनि सुफ्याङ्गेङ भनेको जुन खानीबाट तेस्रो निष्कासनद्वारलाई चाहिँ सुफ्याङ्गेङ भनेर भनिन्छ अनि सुखुरेइफ भन्यो भने सतह सामग्री हटाउने यान्त्रिक उपकरण है त सुखुरेइफ भनेको सतह सामग्री हटाउने यान्त्रिक उपकरण अनि आन्जन भनेको सुरक्षित भयो छाङ्गाप भनेको पन्जा भयो आन्जन छाङ्गाप भनेको सुरक्षित पन्जा अनि याङ्ग्यरादा अथवा याङ्ग्यल थोइदा भनेको जोड्नु सम्बन्ध हुनु भन्ने अर्थ लाग्छ त्यसपछि अर्को छ ओसी छत्ता भनेको भिज्नु है छत्ता भनेको भिज्नु अनि छात्ता भन्यो भने चाहिँ खोज्नु है त छत्ता भनेको भिज्नु अनि छात्ता भन्यो भने चाहिँ खोज्नु ओके ल अब यसमा ओसी छत्ता भनेको लुगा भिज्नु भइहाल्यो अनि वनिनुल सल्मेङ आधा भनेको चाहिँ जुन कारण व्याख्या गर्नु वनिन भनेको कारण सल्मेङ भनेको व्याख्या अथवा वर्णन गर्नु अनि ओनिनुल सल्मेङ आधा भनेको कारणलाई चाहिँ वर्णन गर्नु व्याख्या गर्नु भइहाल्यो उइची भनेको स्थान भयो छेदा भनेको नाप्नु अथवा मापन गर्नु उइछेरुल छेदा भनेको चाहिँ स्थान मापन गर्नु अथवा नाप्नु भइहाल्यो अनि उयम भनेको खतरा उयम आधा भनेको चाहिँ खतरा हुनु उयम आधा खतरा हुनु इन्छा भनेको खनिकर्मीलाई ल्याउनको लागि चाहिने गाडी इन्छा है अनि त्यसपछि इल्सोन भनेको श्रम मानव शक्ति अथवा काम गर्ने हातलाई चाहिँ के भनिन्छ इल्सोन भनिन्छ इल्सोनी फिर्य आधा भनेको जुन थप श्रमिकको आवश्यकता हुनु हैन थप श्रमको आवश्यकता हुनु इल्सोनी फिर्य आधा अनि छा भनेको चाहिँ अब यो स्केल हो जुन मापन यन्त्र हैन मापन गर्ने टेप अथवा स्केल हो अनि छनसन भन्ने बित्तिकै बिजुलीको तार भइहाल्यो छन्जा भनेको बिजुली हैन छन्जा भनेको बिजुली त्यहीबाट आएको छनसन बिजुलीको तार अनि छनसनुल फिबोगुल फत्किदा भनेको चाहिँ तारको खोल अथवा आवरण हटाउनु तारको खोल हटाउनु अनि छनसनुल फुल्ली आधा भनेको अलग गर्नु छुट्याउनु है त बिजुलीको तारलाई चाहिँ छुट्याउनु
अनि छनवान भनेको बिजुलीको स्रोत भइहाल्यो छनवान भनेको चाहिँ बिजुलीको स्रोत अनि छप्सो खादा भन्यो भने चाहिँ जोड्नु अथवा जडान गर्नु छप्सो खादा अनि छजुन सोन भनेको भिजेको हात है छजुन सोन भनेको भिजेको हात भइहाल्यो अनि छिजुरुल सेउदा भनेको खननमा सपोर्ट सहारा स्थापना गर्नु छिजुरुल सेउदा भनेको खननमा सपोर्ट सहारा स्थापना गर्नु भइहाल्यो छिजुरुल छम्गमादा भनेको सहारा सपोर्टहरू जाँच गर्नु अनि छाखाम्गी भनेको ड्रिल मेसिन है त ड्रिल मेसिन छाखाम्गी भनिन्छ त्यसलाई ड्रिल मेसिन अनि छाग्योङ आधा भनेको चाहिँ प्रयोग गर्नु अथवा लगाउनु तर यो चाहिँ कस्तो हुन्छ भन्दा हामीले सेफ्टीको सामानहरू लगाउँदा छाग्योङ आधा प्रयोग गरिन्छ नत्र सुदा पनि हुन्छ हैन प्रयोग गर्नु सिन्दा पनि हुन्छ अब यो चाहिँ अवस्था हेरेर प्रयोग गरिन्छ तर विशेष गरी हामीलाई सेफ्टी रिलेटेड कपडा लगाउनु पर्यो अथवा केही कुराहरू लगाउनु पर्यो भने छाग्योङ आधा है त त्यसपछि अर्को छ छेङग्वाङ मित ख्वाङसक भनेको खनन र खनिज है त खनन र खनिज अनि छेथान भनेको कोइला खनन र कोइला उत्खनन छेथान अनि छोम्छोमादा भनेको बाक्लो हुनु अथवा घना हुनु हैन घना हुनु अनि छोरारुल आधा अथवा छुरारुल आधा पठाउनु यसमा चाहिँ फोनेदा पनि लाग्छ है त फोनेदा भनेको पठाउनु नै हो हैन अनि छोरारुल आधा भनेको पठाउनु नै भइहाल्यो त्यसपछि अर्को छ खनबेय भन्यो भने चाहिँ त्यो सामान ढुवानी गर्ने एउटा यन्त्र हुन्छ त्यसलाई चाहिँ के भनिन्छ खनबेय अनि थाङग्वाङ भन्यो भने कोइला खानी है त थाङग्वाङ भनेको कोइला खानी थाङग्वाङ ओके त्यसपछि अर्को छ थुवासुथु फाङ्सिक भनेको जुन घुमाउने विधि हुन्छ घुमाउने प्रविधि हुन्छ त्यसलाई चाहिँ के भनिन्छ थुवासुथु फाङ्सिक है त घुमाउने तरिका अनि थिफुल्लिङ सिल भनेको खनिज सामग्रीलाई लोड गर्ने स्थानलाई चाहिँ थिफुल्लिङ सिल है त थिफुल्लिङ सिल अनि त्यसपछि अर्को छ फोग्यागोल सल्सियादा भनेको विस्फोटक पदार्थ सेट गर्नु हैन अथवा जडान गर्नु भन्ने अर्थ लाग्छ सल्सियादाले अनि फोग्याग भन्ने बित्तिकै विस्फोटक पदार्थ फोकपाल पनि जोडियो है त यसमा फोकपाल ओके फोकपाल भनेको नि विस्फोटक पदार्थै भइहाल्यो अनि हाम्मा अनि हेम भनेको ह्यामर अथवा हथौडा है त ह्यामर अथवा हथौडालाई चाहिँ हाम्मा अथवा हेम भनेर भनिन्छ है त सो ओके आज चाहिँ हजुरलाई 49 मा रहेको सम्पूर्ण मिनिङको बारेमा चाहिँ हजुरलाई बुझाउने कोसिस गरेँ आशा छ भिडियो हेल्पफुल भयो होला यदि भिडियो साँच्चै हेल्पफुल भयो भने भिडियोलाई एउटा लाइक गर्नु होला र अरू यस्तै साथीहरूमाझ पनि यो भिडियोलाई सेयर गर्न नभुल्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ फर्स्ट टाइम भिजिट गर्नुभएको छ र तपाईँले योभन्दा अगाडिको सम्पूर्ण मिनिङ हेर्नुभएको छैन भने टपिक वाइज मिनिङहरू अलरेडी फेरि 1 देखि 48 सम्म मैले ल्याइसकेको छु तपाईले त्यो पनि चेकआउट गर्न सक्नुहुन्छ र तपाईले यो मिनिङ हेरिसकेपछि नबुझेको कुराहरू चाहिँ हजुरले कमेन्टमा भन्न सक्नुहुनेछ र च्यानललाई हजुरलाई इन्फर्मेटिभ लाग्छ यहाँ भएको कुराहरू सबै हेल्पफुल लाग्छ भने च्यानललाई पनि सब्स्क्राइब गर्न सक्नुहुनेछ र साइडमा रहेको बेल आइकनलाई पनि अल अप्सनमा राख्नु होला है त सो आजको लागि यति नै भन्न चाहन्छु नेक्स्ट टपिकको साथ आउने बाचा गर्दै सबैजनालाई गुड लक एन्ड बाइ बाइ